यसपालिको चुनावमा सीपीएन एमालेको अवस्था हेर्दा लाग्छ यो पार्टी आफै आफ्नो पुरानो साइकल जस्तो भएको छ, जसको चेन झरेको छ, ब्रेक छैन। तर मालिक ओली भने अझै एक्सप्रेस वेमा दौडाउने सपना देखिरहेका छन्। पछिल्लो 2 वर्षको डाटा र यस चुनावी सिजनका घटनाक्रम हेर्दा एमाले चुनावी मैदानमा होइन, आफ्नै विवाद, अस्थिरता र जनताको गालीको केन्द्रमा देखिएको छ। प्रस्तुत छ एमालेको चुनावी रोस्ट। ओलीको लोकप्रियता, जहाँ गाली नै भोट माग्ने आधार। 2025 को जेन-जी विद्रोहपछि ओली सायद नेपालको राजनीतिमा सबैभन्दा अलोकप्रिय जीवित नेता बनेका छन्। त्यो विद्रोहमा 77 जनाको मृत्यु भयो। ओलीकै पालाको सरकारले गोली चलाएको आरोप छ। तर ओलीले न त माफी मागे न त जिम्मेवारी लिए। उल्टो जेन-जी विद्रोहलाई विदेशी षड्यन्त्र करार दिए। अहिले चुनावी भाषणमा उनी आफूलाई मुलुक बनाउने र अरूलाई मुलुक जलाउने भनिरहेका छन्। खै के भन्नु, जसको पालामा संसद र प्रधानमन्त्रीकै घर जल्यो उसले अरूलाई देश जलाउने भनेर प्रचार गर्नु भनेको चोरलाई ठिक्क परेको जस्तो मात्र होइन। गठबन्धनको फेरबदल, बिहानको कुरा बेलुकी नपुग्दै बिर्सने कला। 2024 जुलाईमा एमाले र कांग्रेस मिलेर प्रचण्डको सरकार ढालियो। ओली प्रधानमन्त्री बने। त्यतिबेला 2 दलीय संयन्त्र बनाएर सरकारलाई स्थिरता दिने वाचा गरिएको थियो। तर त्यो संयन्त्र पनि केही महिनामै विवादमा पर्यो। फेरि 2026 को चुनाव अगाडि मात्र ओली र प्रचण्डबीच एकताको प्रयास भयो। तर प्रचण्डले सार्वजनिक रूपमै एमालेसँग चुनावी तालमेल नहुने घोषणा गरिदिए। यसको मतलब एमाले अहिले यस्तो अवस्थामा छ जहाँ पुराना कम्युनिस्ट साथीहरूले समेत नो थ्याङ्क्स भनिदिन्छन्। झण्डा दहन र रोदी, आफूले जलाउँदा लोकतन्त्र, अरूले जलाउँदा अपराध। 2026 को फेब्रुअरीमा दाङको तुलसीपुरमा रासोपा कार्यकर्ताले एमालेको सूर्य चिन्ह भएको झण्डा बाले। एमालेले यसलाई गम्भीर आपराधिक क्रियाकलाप र देश जलाउने क्रियाकलाप भनेर प्रहरीमा उजुरी दियो। तर याद गरौँ, केही वर्ष अघि एमाले कार्यकर्ताले अरू दलको झण्डा बाल्दा यति धेरै रोदो रोएको थिएन। एमालेको सहनशीलता भनेको आफूले गर्दा जायज, अरूले गर्दा नाजायज भन्ने मात्र रहेछ। घोषणापत्रको पुनरावृत्ति, दलित अधिकारदेखि विकाससम्म, उही पुरानो रेकर्ड। रेडियो नेपालका अनुसार यस पटकको चुनावी घोषणापत्रमा पनि एमालेले दलित सशक्तिकरण र विभेद अन्त्यको वाचा गरेको छ। तर अघिल्लो घोषणापत्रमा पनि यही वाचा थियो। वास्तविकता के छ भने दलित हत्या र विभेदका घटना अझै जारी छन्। संसद र निजामतीमा दलितको प्रतिनिधित्व न्यून छ। घोषणापत्र भनेको एमालेका लागि वाचा होइन, पुरानो किताबको नयाँ संस्करण मात्र हो, जहाँ केवल मिति र कभर मात्र परिवर्तन हुन्छ। आन्तरिक लोकतन्त्र, जेठो छोराको राज। 2025 को महाधिवेशनमा ओलीले ईश्वर पोखरेल विरुद्ध भारी मतले जिते। तर यसको अर्थ आन्तरिक लोकतन्त्र बलियो छ भन्ने होइन, बरु पार्टीमा एक मत एक जुत्ताको अभ्यास छ भन्ने हो। माधव नेपाल झै पुराना नेताहरू अलग भएर एकीकृत समाजवादी बने। अहिले बाँकी रहेकाहरू पनि ओलीको लाइनमा हिँड्न बाध्य छन्। जो हिँड्दैनन् उनीहरूको हालत त्यही सूर्य जस्तो हुन्छ, बल्छ वा निस्कन्छ। बलेन र रविसँगको टक्कर, पुरानो पुस्ता बनाम नयाँ ज्वार। ओली आफ्नै गृह जिल्ला झापामा बलेन्द्र शाह बलेनसँग प्रतिस्पर्धा गर्दैछन्। 35 वर्षीय बलेन, जो र्यापर र काठमाडौँका लोकप्रिय मेयर हुन्, ओलीका लागि ठूलो चुनौती बनेका छन्। अर्कोतिर रासपा अध्यक्ष रवि लामिछाने पनि युवा मतको केन्द्रबिन्दु हुन्। एमालेले यी युवा नेताहरूलाई देश जलाउने भनेर आरोप लगाइरहेको छ। तर जनताले देखेको के छ भने देश जलाउने काम त पुराना पुस्ताले नै गरे, अब नयाँ पुस्ता आएर आगो निभाउने कोसिस गर्दैछन्। निष्कर्ष, एमालेको हालत यस्तो छ जस्तो फुटेको ऐनामा आफ्नो अनुहार हेर्नु। बाहिरबाट हेर्दा पार्टी ठूलो देखिन्छ, भित्रभित्रै चर्किएको छ। 2026 को चुनावमा एमाले ठूलो पार्टी त रहला, तर पहिले जस्तो हैसियत रहने छैन, किनकि जनताले अब पुरानो बान्कीलाई स्वीकार गर्न छोडिसकेका छन्। एमाले जति नै सूर्य देखाए पनि जनताको मनमा त ग्रहण लागिसकेको छ।